मङ्गल चौथीको दिन यो 5 गल्ती भुलेर पनि नगर्नुहोला, नत्र रोग, ऋण, शत्रु, बाधा, नकारात्मक ऊर्जा, असफलता, विघ्न बाधाहरू भित्रिन्छ। त्यो घरमा अशान्ति आउन सक्छ। गणेश भगवानको आशीर्वाद कृपा प्राप्त हुँदैन। 1 नम्बर, मङ्गल चौथीको दिन हजुरले माछा मासु भुलेर पनि नखाइदिनु होला। लसुन, प्याज, बाहिरी भोजन, तामसी भोजनहरू नखानुहोला। 2 नम्बर, काम वासनामा नजानुहोला, अखण्ड ब्रह्मचर्यको पालना गर्नुहोला। हजुरको विचारमा, हजुरको मनमा चाहिँ यति पनि कसैको प्रति नकारात्मक भावना नआओस्। 3 नम्बरमा, आमा बुवा या घरका कुनै पनि सदस्यसँग या फेरि बाहिरी व्यक्तिहरूसँग झगडा नगर्नुहोला। कुनै पनि गरिबको अपमान नगर्नु, सकेपार दान गर्नुहोला। 4 नम्बरमा, गणेश भगवानको पूजा गर्दाखेरि खण्डित मूर्तिको पूजा नगर्नुहोला। पूजा गर्न लागेको गणेश भगवानको मूर्ति यति पनि कतैबाट टुटेको हुँदैन। 5 नम्बरमा, व्यसन, नशायुक्त पदार्थको सेवन नगर्नुहोला। रक्सी, चुरोट या कुनै पनि नशायुक्त पदार्थको सेवन नगर्नुहोला, नत्र घरमा चाहिँ रोग भित्रिन्छ। त्यो घरमा मङ्गल कहिल्यै पनि हुँदैन, असफलता प्राप्त हुन सक्छ, झाइ झगडा भइरहने, अशान्त वातावरण सिर्जना हुने, त्यो घरमा केही न केही समस्याहरू आइदिइरहन सक्छ। त्यही भएर यो 5 गल्ती चाहिँ हजुरले नगर्नुहोला। सक्नुहुन्छ भने ओम गङ गणपतये नमः यो मन्त्रको तपाईँले जाप गर्नुहोला। हजुरहरूले हामीलाई कुन ठाउँबाट हेर्दै हुनुहुन्छ र हाम्रो भिडियो कस्तो लाग्यो भन्नुहोला। धन्यवाद।